सल्यानका प्रहरी प्रमुख डीएसपी केशर नेउपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले आफ्नो प्रेमीलाई आफू अविवाहित रहेको भन्दै ढाँटेकी थिइन्। प्रेमीसँगै विवाह गर्ने उनको योजना पनि थियो र आफ्नो बिहे र छोरीहरू पनि भएको भन्ने बारे प्रेमीले थाहा नपाउन् भनेर पूर्णिमाले आफ्ना 2 छोरीको हत्या गरेको खुलेको छ। अनुसन्धानबाट पूर्णिमा विगत 6 महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेकी थिइन्। अझै अचम्मको कुरा त के छ भने पूर्णिमाले ती प्रेमी भनिएका व्यक्तिसँग एक पटक पनि भेट गरेकी थिइन्। श्रीमती र छोरीहरू पाल्न भन्दै पूर्णिमाका श्रीमान टेक बहादुर ज्याला मजदुरीका लागि बाहिर गइरहन्थे। जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्न पूर्णिमाका श्रीमान बाहिर भएको बेलामा घरमा पूर्णिमा र 2 छोरी मात्रै हुन्थे। त्यसैले सामाजिक सञ्जालमा प्रेमीसँग उनको दिनहुँ जसो भिडियो कल भइरहन्थ्यो। पूर्णिमाले प्रेमीलाई आफू अविवाहित रहेको भन्दै बताएकी थिइन्। 2 साना छोरीहरू भिडियोमा युवकले देखेका पनि थिए। को हुन् भनेर सोध्दा पूर्णिमाले दिदीका छोरी हुन् भनेर ढाँटेकी पनि थिइन्। उनीहरूको प्रत्यक्ष भेट पनि भएको थिएन, तर उनीहरूले विवाह गर्ने योजना बनाइसकेका थिए। पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट नेपाल फर्किए। छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरू बीच छिट्टै भेट्ने कुरा पनि भएको थियो। भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमालाई आफ्नो विवाह र छोरीहरू भएको प्रमाण नष्ट गर्नुपर्ने बाध्यता आइलाग्यो। त्यसपछि आफूले 2 छोरीको पालै पालो घाँटी थिचेर हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएकी छिन्। डीएसपी नेउपानेका अनुसार सुरुमा पूर्णिमाले श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान पनि दिएकी थिइन्। तर हत्या गर्नु अगाडि उनले प्रेमीसँगै भने फोनमा कुरा गरेको पुष्टि भएको छ। श्रीमानले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना नदिएको खुल्नमा आएको छ। एक पटक प्रेमीसँग कुरा गरेको देखेपछि भने त्यसो नगर्न भनेर सम्झाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले पूर्णिमा र उनका प्रेमीको मोबाइल फोन नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यो सबै प्रकरण बाहिर आएको हो। घटनामा उनका प्रेमीको पनि संलग्नता नदेखिएको प्रहरीको भनाइ छ।